हेलो गाइज, गुड मर्निङ। यो चाहिँ मेरो हिजोको मिनी ब्लग हो। फर्स्ट टाइम ब्लग बनाउँदैछु। त्यस्तो केही थाहा छैन। भोइस बोल्न पनि अप्ठ्यारो लागिरहेछ। बिहानै उठेँ, ब्रस गरेँ, अनि मुखसुख धोएँ। अब के बोल्नै आउँदैन, के भन्नु थाहा छैन। मुख धोएँ अनि बेड मिलाएँ उठेर, अनि कुचो लाएँ। अनि रुम यसो देखाएँ। रुमको हालत चाहिँ लास्टै खराब छ। अनि भोक लागेर म चाहिँ बाहिर निस्केँ। भोक लाग्यो भने म क्याउ गर्दैछु पेटमा। मान्छे यसो बाहिर फिरायो त्यो भने देखाउँदैछु त्यहाँ। अब के भन्ने नै थाहा छैन, केही बोल्नै आइरहेको छैन। अनि म गएँ। केही खाने चाहिँ फिक्स छैन, तर म जान चाहिँ गएँ। अब डुलेँ यताउता। अहिलेसम्म के खाने भने फिक्स भएन। देखाएँ यताउता देखाएँ। बल्ल ढुम्रो पसलमा गएर ढुम्रो अनि नोट लिएर आएँ। खुसी भएर के चाहिँ फेरि रुम आएर गम खान थालेँ। अनि त्यसपछि मेरो ड्युटी आउने टाइम भयो। अनि म रेडी हुँदैछु। स्किन केयर रे क्या है यो चाहिँ फेरि। स्किन केयर रे मोइस्चराइजर र सनस्क्रिन बाहेक म केही लाउँदिनँ। काहीँ छरो 1 घन्टा लाग्छ फेरि। अब सनस्क्रिनको पालो। अब दिन आएर बल्ल लाए सनस्क्रिन। के भन्नु के गर्नु, के बोल्नै आइरहेन। फर्स्ट टाइम बनाएको भएर होला सबै रेकर्ड गर्न कति झ्याउ हुने रहेछ। यो भ्लग बनाउने मान्छेहरूलाई चाहिँ मान्छु म। राम्रै यसो फन्नी देखाउनको लागि हालिदिएको। टिका लगाएँ। अब गाजलको पालो है। गाजल फेरि त्यस्तो वाला लाउँछ म। गाजल पनि लाएँ। अब गाजलको टिका लाउँछु गालामा टुई पारेर। राम्री भएँ म। फाइनल लुक फेरि। अब कपाल मिलाउन थालेँ। कपाल मिलाएँ। मिल्दै नमिल्दा चाहिँ म रिसाउँदै कराउँदै मिलाउँदैछु। यो चाहिँ कपाल नलगाएको है। टुक्रा कपाल त कम्ता छ। मेरो मात्र हो कि तपाईँहरूको पनि हो। यति कपाल झर्छ नि। मुडुलै हुन लागिसकेँ म त झन् कपाल झरेर। अब म गोलो पार्छु कपाललाई। कपाल छुन अलाउड छैन नि त। यतिकै बाँधेर जान पनि मिल्दैन। त्यही भएर पोको पार्नुपर्छ कपाल। टुई पारेर पोको पारेँ। खन्थाक झ्याउ हुन्छ हो। मिल्यो कपाल मिल्यो। अझ मिलेन।
अब चाहिँ मिलो 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 अब ज्याकेट लाउँछु त्यत्तिकैमा होइन हेर्दै ज्याकेट लाउँदैछु फेरि मेरो फाइनल लुक गाइज भयो रेडी यो चाहिँ ढुङ्ग्रो मैले खाइ नसकेर राखेको हो प्लास्टिकमा हालेर उसिन्छ नि त यत्तिकै छोड्यो भने प्लास्टिकमा हालेर अनि राख्न लाग्यो होइन प्लास्टिकै त्यो नै नसकेर राखेँ त्यो चाहिँ दुईटा प्लास्टिक निक्लिन्छ कि एउटा निकाल्दा त्यो प्लास्टिक राखेँ आफ्नो ठाउँमा चप्पल लाएँ ढोका पनि लाएँ चाबी लाउनु पर्यो नि अब चाबी लाएँ बाई गरेँ मैले फेरि त्यहाँको रुम यतापट्टिको फुच्चेहरू जिस्काएँ मैले कति क्युटी हो कि जिस्काउनु मन लागिहाल्छ होइन एउटा गल्ली छ कि यस्तो त्यहाँ गल्लीमा भिडियो बनाउँदैछु म निक्लेँ बाहिर आयो चाहिँ म फाइनलीमा आइपुगेँ मैले काम गर्ने ठाउँमा आइपुगेँ म अब देखाउँछु यही हो मैले काम गर्ने चाहिँ टुई हिँडेको छु क्यामेरा जति छ होला यत्तिकै बनाउन नि डर लागिरह है फर्स्ट टाइम बनाएको मान्छेले के सोच्ने हो कि भनेर गएँ म अब चेक इन गर्छु पूजा दिदी हाम्रो प्यारी दिदी हुनुहुन्छ क्या रिसेप्सनमा चाहिँ मलाई हेलो हेलो भन्दै हुनुहुन्छ अनि यहाँ हाजिर पनि गर्छु उता चेक इन गरेर अनि यता हाजिर पनि गर्नुपर्छ कि मिसिनकै भरमा हाजिर छोड्न त भएन नि त यो चाहिँ हल हो यो चाहिँ हाम्रो प्यारो रन्जित दाइ हो है हाम्रो ब्याङ्केट सुपरभाइजर म रेडी भएँ ड्रेसलाई अघि चाहिँ म चिया लिन गएको थिएँ कि म वासरुम आएर टुई गर्दै त्यहाँ क्यामेरामा हात हल्लाउँदैछु मेरो मोबाइल क्यामेरा चाहिँ नराम्रो छ है गाइजहरू गेस्ट आउनुभयो 1 बजे आउनुभएको थियो गेस्टहरू यो चाहिँ उहाँहरूको खाना मेनु अनुसारको खाना रेडी हुन्छ हाम्रो चाहिँ ब्याङ्केट पार्टीहरू मात्रै त्यही भएर उहाँहरूको मेनु अनुसारको खाना सलाद अचारहरू रेडी भयो हाम्रो चाहिँ कामको टाइममा मोबाइलहरू खासै हेर्न मिल्दैन खासै भन्दा नि मोबाइल हेर्नै मिल्दैन अलाउड छैन यो चाहिँ सीता हो है सीता रानी बेलुका फाइनली पार्टी सक्यो बल्ल बल्ल थकेला र हामी लुतुक्क परेर बसिरह ड्रेस चेन्ज गरेँ मलाई चाहिँ घर जान कम्ता हतार परिरहेको थियो फेरि गयो वासरुममा टुटी गरेर हात हल्लाएँ गएँ चेकआउट गर्नु पर्यो नि त फेरि चेकआउट गरेँ अनि त्यसपछि म निक्लेर म चाहिँ स्कुटीको पर्खाइमा छु सिधा नाचिरह मेरो भिडियो गरिदेऊ न भन्दा लाइटमा देखाउरे अनि मलाई देखाउरे अनि राम्रो आउँछ अरे फेरि चाहिँ मङ्कीको हाँसो अनि म गएँ घर जाने खुसी कम्ता खुसी भएको थिएँ म जानु पायो बल्ल छुट्टी भयो भने बिहान 10 बजे आएको अनि कति बजे निक्लेको 10 बजे निक्लेको बिहान 10 बजे आएर बेलुका 10 बजे निक्लेको ड्युटीबाट अनि भोक लागेर उता रेस्टुरेन्ट गएँ चाउमिन अर्डर गरेँ यता खाना खाएन कि बेलुका खाना मनै लागेन अनि चाउमिन खाएँ म चाहिँ घम चाउमिन खाँदैछु म चाहिँ
भ्यायो कति छिटो भ्यायो। मैले चाहिँ भोक लागिरहेको थियो, भाइ गरेँ, फेरि पानी खाएँ। पानी त छोड्नु भएन। म चाहिँ त्यहाँ उतापट्टि गयो, त्यहाँ गफ सुनेर हाँस्दैछु है। त्यहाँ गफ गर्न भएको थियो त्यहाँको दिदीहरूले। अनि म आएँ, रुमतर्फ आएँ। म भूत भन्ने तर्साउँछु नै, भूत। अहिले आफ्नो भिडियो हेर्दा नि हाँसो लागिरहेको, अहिले हेर्दा म यहाँ भोइस रेकर्ड गरेर बनाउँदाखेरि पो राम्रो नराम्रो जस्तो भयो नि लाइक कमेन्ट गरिदिनु होला। थ्याङ्क यू, बाई बाई, बाई गाइज।